सबलाई आज क्वार्टर फाइनल जितेकोमा धेरै धेरै बधाई छ होइन। गुड हो, यसको पनि डाइट खाने होला। आज 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 सबले भनेको जस्तो खेलेको छ, राम्रो छ, तर जितेर घमण्ड गर्नु हुँदैन, जितमा आत्तिनु हुँदैन, हारमा आत्तिनु हुँदैन, डराउनु हुँदैन। हामीले कसलाई जित्ने कोसँग हार्ने त्यो सोच्ने होइन, हामीले कसरी जित्ने, कस्तो खेल्ने, अपोनेन्ट जस्तो होस् त्यसलाई हेर्ने होइन। हाम्रो खेल हामीमा त भरोसा हुनु पर्यो नि, आफूमा त्यो सोच्नु पर्यो। अब आजै गेम खेलेको छ, अब घर गएर के गर्ने, रेस्ट गर्ने, मोबाइल चलाउने होइन, बरु पढिदिने 2 घन्टा 3 घन्टा। आमाबाले पनि तिमीलाई डाइट दिन्छ अनि त्यसपछि अब जाने बित्तिकै यता खेल्ने उता खेल्ने, मोबाइल चलाउने। फुटबल खेलेर आएको छ, घरमा माया गर्छ आमाबाले, गर्दैन। फुटबल खेल्न छ भने पढ्ने, पहिला आमा बाबाको काम मान्ने, सबै कुरा गर्ने। टाइम पाउँछ भने 15 मिनट 20 मिनट आफ्नो इन्जोय गर्ने। तिमीहरूको बेला अहिले आउँछ, शनिबार इन्जोय गर्ने बेला आउँछ, त्यति बेला तिमीहरूलाई घरको प्यारेन्ट्सले छोड्छ नि त होइन, ल बाबु रमाइलो गर भनेर। तर अब खेल्ने, खेलिसकेपछि अहिले गएर डाइट खाने, मजाले रिल्याक्स